नमस्कार, मेरो नाम रसना रावल। म श्री सरस्वती आयुर्वेद विद्यालयबाट आएको छात्र हो। हामी आज शैक्षिक सामग्री लिएर प्रस्तुत भएका छौँ। यसमा हाम्रो सामाजिक विषयको मतदान केन्द्र प्रस्तुत गराइएको छ। यसमा सुरुबाट अन्त्यसम्म हुने प्रक्रिया प्रस्तुत गराइएको छ। यसमा भोट हाल्नेदेखि लिएर बाहिर जानेसम्म सबै प्रस्तुत गराइएको छ र हाम्रो स्कुलको वातावरण पनि प्रस्तुत गराइएको छ। सुरुमा हामी गेटबाट भित्र छिर्छौँ। हाम्रो त्यसपछि महिला र पुरुष भन्ने आउँछ। यदि महिला हो भने महिलाको गेटबाट भित्र जान्छौँ, यदि पुरुष हो भने हामी पुरुषको गेटबाट भित्र जान्छौँ। भित्र गइसकेपछि हाम्रो कर्मचारीहरू बस्नु भएको हुन्छ। राजनीतिक दलका प्रतिनिधिहरू पनि भन्न सकिन्छ। यहाँ गएर हाम्रो मतपत्र चेक गराइन्छ। गराइएपछि हाम्रो हात उंगलामा नीलो कलरको रङ लगाएर फेरि अगाडि बढिन्छ र हामी प्रत्यक्षको मतपत्र लिनका लागि अगाडि बढ्छौँ र हाम्रो प्रत्यक्षको मतपत्र लिएर फेरि अगाडि बढ्छौँ र अगाडि भोट हाल्नको लागि हामी अगाडि गएर स्वस्तिक छाप लगाउँछौँ मतपत्रमा र मतपत्रलाई लिएर गएर मतदानमा लगेर हाल्छौँ र फेरि हामी समानुपातिकमा भोट हाल्नका लागि अगाडि बढ्छौँ र समानुपातिकमा गएर आफ्नो मतपत्रमा सिग्नेचर गरेर फेरि अगाडि बढ्छौँ र हामी फेरि पनि स्वस्तिक छाप लगाएर फेरि हामी मतदानमा हालेर बाहिर निस्किन्छौँ। यसै गरी यो प्रस्तुत गराइएको जसरी नै देशभरिबाट प्रत्यक्षमा 165 जना र समानुपातिकमा 110 जना गरी टोटल 275 जना निर्वाचित हुनुहुन्छ। हस्त, धन्यवाद।